भाई चालू सो हेर नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन है। सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र आज पनि मेरो नयाँ ब्लग लिएर आइसकेको छ आज। सो हेर्न सक्नुहुन्छ अहिले बिहानको 10 बजिरहेछ समथिङ। अनि घाम चाहिँ टिलिक्क लागेको माथि कानमै पोलिरहेको साइड साइड कानमा। सो अहिले चाहिँ म मम्मीकोमा जानु लाग्यो। अगाडि घाम यस्तो छ, गाह्रो छ गरिमा गाह्रो। सुबह चाहिँ दिउँसोको 11:30 भइरहेछ। लगभग 12 बज्न भइसक्छ होला हामी घरसम्म पुग्ने बेरसम्म। अहिले चाहिँ मम्मीको रुममा छु। यहाँ आन्टी पनि आउनुभएको छ। अनि के त नबनाउने, आजको मेरो क्यामेराम्यान चाहिँ मम्मी हो। खै मम्मी हेरौँ त यता। ओखो खै यता लाइटिङ चस्मा लागेको त। उता रेखा आन्टीले पनि लगाइसक्नु चस्मा। सो गाइस अहिले चाहिँ हामी हिँडिसक्यौँ मम्मीको रुमबाट। अहिले चाहिँ नेपालगञ्जतिर लागिसक्यौँ हामी धम्बोजी। अहिले चाहिँ हामी नेपालगञ्ज बसमा पुगिसक्यौँ। यहाँदेखि बसमा चढ्ने हो। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी वन्डरल्यान्डभित्र आइसक्यौँ। गेट यहीँ छ, हेर्न सक्नुहुन्छ वन्डरल्यान्डको भ्यू चाहिँ यस्तो छ। यहाँ त फेरि कपराइट लाग्छ कि फेरि यो छेउको गाना बजिरह कपराइट नलागेको छ। सो गाइस हेर्न सक्नुहुन्छ अहिले चाहिँ मैले स्विमिङ सुट लिइसकेँ। माथिको टी सर्ट अझै लाखेन, टी सर्ट अझै त्यहीँ राखेको छु। नुहाउनुभन्दा पहिला चाहिँ स्विमिङ गर्नुभन्दा पहिला चाहिँ हल्का सावर लिनुपर्छ। सो सावर लिएर गइसक्यो। हेर्न सक्नुहुन्छ अब जाने हो पानीभित्र है त। सो गाइस अहिले चाहिँ म पानीभित्र छिर्छु। अब यहाँ भुइँ त लास्टै तातो रहेछ अरे, घामले पोलिरहेको खुट्टा। सो अब चाहिँ सुरु गरौँ है त। कभर लाग्छु अब, हेरौँ पानी छिर्छ कि छिर्दैन यारमा। पानी छिर्यो भने त तनाव हुन्छ। एकचोटि यो ट्राई हान्नु पऱ्यो यार। पहिला पनि हानेको, पहिला 2-3 चोटि हानिसकेँ। आज फेरि ट्राई हानौँ है त। यो टक्क गएर माथिदेखि। तर मोबाइलबाट भिडियो चाहिँ गराउन सक्दैन होला यार। यसमा दुइटै हात काम लाग्छ क्या, हिँडेर रोक्नुको लागि। तल झर्ने बित्तिकै हान्ने, दुइटै हातले प्रेसर दिएर रोक्नुपर्छ। अब चाहिँ उयो माथिको यो ट्राई हान्नु पर्ला। यहाँदेखि भिडियो गराउन लाग्यो। मेरोमा त्यो हल्का मम्मीले स्क्रिन थाहा पाउनु भएन। सो मम्मीकोबाट सिधा गराइदिनु भयो, त्यो पनि हालिहाल्छु। सो अब चाहिँ अगाडि जाऊँ है त।
अब चाहिँ पालो यो स्लाइडको है त यहाँ पानी नै छैन कि खासै राम्रोसँग चिप्लिन्न यहाँ झन् हरियोमा गयो भने त अड्किने होला बिचमा यसको पानी नै छैन एकछिन मम्मीहरूतिर जाऊँ है त यो हानेर यो चिप्लिन यार यहाँ पानी नै खुला छैन क्या पानी नखोलेर चिप्ले छैन यो अर्को स्लाइड बिचमा पानी नभएर के हो नि यहाँदेखि फेरि उतै जान्छु यहाँ एकचोटि यो पनि बिचमा अड्क्यो भने यो पनि अड्किन्छ यार बिचमा नजा मलाई सानोमै जाम्बरो पानी आएन यसमा त नाकमा बस्यो जे होस् मजा आहा उतापट्टि त्यो जुन ठुलोमा मैले भित्र गरेर बनाएको थिएँ नि हो त्यसमा अलिकति अहिले वेभ चले छैन क्या त्यहाँ पानीको छाल हुन्छ नि छाल चल्छ क्या त्यहाँ चल्छ त्यहाँ छाल चलेको नि छाल चलेपछि जाम्ला है त अहिले मम्मीहरूतिर जाम सबै चल्छ यहाँ पानी आएर रहेछ त अब यसमा पनि भिडियो गरौँ अघि नै भिडियो गराएको थिएन मैले यसमा जाम है त भित्र गयो छैन यसमा ल जानु है त बाबु यस्तोमा नआउँछ मान्छे आउँछ मान्छे झट्टै आइदिन्छु नि अर्को स्लाइड यो हानौँ है त माथि जाम अब यो स्लाइड हान्ने अब यो पुग्यो है पुग्यो अब पुग्यो मर्यो सातो उड्यो फट ओइ आइज बाहिर आयो ओइ बाहिर आइज बाहिर अरे अरे सबै चाहिँ मैले खेलेर सकिसकेँ अब चाहिँ घर फर्किँदै हो हल्का नास्ता खान जानु पर्ला अहिले सो बाई बाई वन्डरल्यान्ड आजलाई यति नै सो अब अगाडि भेटौँ है त
टक्क नास्ता खाने अब मम्मीसँग वेलकम टु आवर थर्ड एनुअल के हो यता हो आउँदैन के हामीले यस्तरी बच्चा खाने हजुरले हेर्ने A few moments later. सबै अब चाहिँ हल्का मोमोसम्म खाएर पनि म घरतिर आइसकेँ अब मम्मीको रुममा मम्मीलाई छोडिसकेँ अनि म चाहिँ अब घरतिर हिँडेको सो आजको लागि यति नै होप यु गाइज लाइक द ब्लग इफ यु लाइक द ब्लग देन डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब है त